हो सुरु गरौँ आजको राशिफल। सुरुमा मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि मनज्ञ धन कमाउने अवसर मिल्नेछ। अरूको मन जित्न सजिलै सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ। कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ। काममा रुचि घट्नेछ भने मनमा खराब विचारहरूले भने डेरा जमाउनेछ। वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि आज अरूबाट तपाईँको कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ। बोलीको कदर हुनेछ। कुनै विशेष खुसीको समाचार सुन्न पाइएला। राम्रो कामका लागि काम गर्ने वातावरण मिल्नेछ। दिन दुखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ। धन लगानी गर्ने अवसर पाउनुहुनेछ। मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूका लागि व्यावसायिक क्षेत्रमा लाभप्रद रहेको छ। पुराना इष्टमित्र र प्रेमी प्रेमिकाको मिलन हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तो सफलता मिल्नेछ। सहयोग, पुरस्कार र हौसला जस्ता कुराहरूमा वृद्धि हुनेछ। बिग्रिएका कामहरू बन्नेछन्। कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि बोलीको विपरीत अर्थ लाग्न सक्छ। बोलीलाई नियन्त्रणमा राख्नुहोला। व्यापारमा हानि बेहोर्नु पर्ने हुन सक्छ। कर्मचारीको अपजस बेहोर्नुपर्छ। यात्रा घातक बन्न सक्छ। विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ। सिंह राशि। सिंह राशि हुने महानुभावहरूका लागि आज विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुन सक्ने भएको कारणले तपाईँले अलिकति व्यवहार गर्दा सजगता अपनाउनुहोला। त्यस्तै गरी अध्ययन, अध्यापन र लेखनमा तपाईँको अभिरुचि रहनेछ आज। त्यस्तै गरी मातापिताको स्वास्थ्यमा भने केही समस्या आउन सक्छ। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। कन्या राशि। कन्या राशि हुने महानुभावहरूका लागि मिष्टान्न भोजन प्राप्त हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। नसोचेको कामहरू बन्नेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। विपरीत लिङ्गीबाट तपाईँलाई सहयोग मिल्नुका साथै प्रशस्त धनार्जन गर्ने मौका छ। कर्म प्राप्तिको योग छ। राम्रो सफलता मिल्नेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि आज समय मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ। व्यवसायबाट फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खान सक्छन्। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आज सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ। प्रत्येक काममा बाधा अर्चना आउनेछ। वाद विवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ। बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ। स्वास्थ्यमा केही गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना देखिन्छ। धनु राशि। धनु राशि हुने महानुभावहरूका लागि आज सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। पारिवारिक सुख मिल्नका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। मकर राशि। मकर राशि हुनेहरूका लागि आज काममा मातापिताको सहयोग प्राप्त हुनेछ। मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। सवारी साधन प्राप्तिको योग छ। व्यापारमा लाभ हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरूका लागि समय उत्साहप्रद देखिन्छ। कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरूका लागि आज सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। यात्राको योग छ। मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्। जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। समाजमा तपाईँका कुरा काट्नेको कमी हुने छैन। आकस्मिक यात्राको समय छ। मीन राशि। मीन राशि हुनेहरूका लागि आज शरीरमा आलस्य र थकानको अनुभव हुनेछ। अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ। मानसिक तनावको सृजना हुनेछ। आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढ्नुका साथै शरीरमा आलस्यता बढ्नेछ। विश्वास गरेकाबाट धोका हुन सक्छ।